ब्लगको सुरुवात चाहिँ शर्मिलाको दोकानबाट है त एक कप तातो चिया खाइवरी भनेर भने, तर त्यहाँ अलरेडी मान्छेहरू बसिरहेको थिए। चिया खाइसकेपछि शर्मिलाले मलाई नयाँ सब्जी देखाउन थाल्यो। नयाँ सब्जीको नाम चाहिँ मैले थाहा पनि थिएन, अहिलेसम्म खाएको पनि छैन मैले सब्जी। त्यसपछि घर आउँदा मेरो नन्दले मलाई सफु मिर्चा ट्राई गराउनु भयो, जुन चाहिँ एकदम मिठो थियो। तर सफु मिर्चा थोरै भएर मेरो धिट्ने मरेन। अब लागि माइततिर। माइतमा मेरो ठुलो भिनाजुले माछा ल्याउनु भयो। माछा ल्याएपछि दिदीले घर जान दिन त कुरै भएन। आज माछा भात यतै खाने है भनेपछि सुरु गर्यो माछा पकाउनुतिर। यिनीहरू चाहिँ मक्खा छन्। अब दिदीलाई ग्राइन्डरको मसला मन पर्दैन, त्यसपछि त्यसले आफैले हातैले पिसेर मसला रेडी पार्दैछिन्। अनि मम्मीको पालो माछा धोएर रेडी पार्ने। माछा धोएर रेडी पारेपछि मम्मीले अब त्यसमा मसला के लाएर टक्क पार्नुहुन्छ। मम्मीले बनाएको हरेक चिज चाहिँ एकदम मेरो फेभरेट हो, प्लस मेरो बुढाको पनि फेभरेट हो। उहाँ चाहिँ मेरो बुढा यानि श्रीमान, यो घरको कान्छो ज्वाइँ पनि है त। अब उहाँले आगो सल्काइसकेपछि सुरु गर्नुहुन्छ छाक्नलाई। साजन चाहिँ हरेक कुरामा हेल्प गर्नुहुन्छ, चाहे ससुराली होस् या आफ्नो घरमा हरेक कुरामा हेल्प गर्नुहुन्छ। र हरेक कुरा पकाएपछि फर्स्ट ट्राई चाहिँ बुढीले गराउनुहुन्छ। त्यसको लागि मलाई सुरुमा ब्राउन दिनुभयो, जुन चाहिँ मैले एक्लै खान मन नलाएर माथि बच्चाहरू ठाउँसँग खान थालेँ। सुरुमा मैले सजिन बेबीलाई दिएँ, सजिन बेबीले खायो। त्यसपछि आरो बेबीको पालो। अब आरो बेबीले खाएको हेर्नुहोस् त। ब्राउन सकिएपछि माछा सुरु भयो तार्नलाई। यिनीहरू रोबोट भनेको अरे, एउटा रोबोट एउटा बडीगार्ड, रोबोटको बडीगार्ड। धेरै रमाइलो भएछ। त्यसपछि हामीले रोमानियामा भाइटिकाको सामान पठाउने तयारी सुरु गऱ्यौँ। मैले सुरु गरेँ भाइ मसला बनाउनुतिर, जुन चाहिँ एकदम मेहनतको काम थिएन। मेरो दिदीले चाहिँ माला रेडी पारिन्। माला पनि गाँसेर रेडी भएपछि फेरि दिदीलाई मैले भाइ मसला प्याकिङ गर्न लाएँ। भाइ मसला प्याकिङ गर्दैछे। अब उता साजन यानि कि मेरो श्रीमानले भाइको लागि गिफ्ट रेडी प्याकिङ गर्न थाल्नुभयो। अब बेबीहरूले मामा आउँदै हुन्छ भनेर प्लेन देखाउँदैछ। गिफ्टहरू है त। अब यता सुरु भयो मम्मीले माछा बनाउनुतिर झोल। माछा बनाउनु भन्दा नि माछामा अब सबै थोक भइसकेछ, बिचको भिडियो खिच्न भएन। यो चाहिँ मम्मीले झोल हाल्न रेडी पार्दै हुन्छ है त। अन्तिममा केही भिडियो छैन, मैले ठुलो बिनाजुको भिडियो पाएँ, जस्तो आयो त्यस्तै राखेँ। हेर्नुहोस् त।